ओ बिन्दा के गर्छ बिन्दा त अस्ति माइत गए थिए नि त माइत गया दिनदेखि तेरो महत्त्व तेरो कीमत क्या रहेछ भन्ने कुरा बल्ल मैले त माइत गइसकेपछि बुझेँ यहाँ बोल्या जस्तै त जान त माइत जा भन्थे नि देख्नु भए कस्तो हुने रहेछ त मेरो संसार मेरो सर्वश्रेष्ठ मेरो हरेक कुरा तै क्या अब अस्ति त माइत गए नि मलाई घर कम हालत भयो मेरो बिजो पुरा न खाना बनाए खान सक्छु खाना बनाए खाने जाँगर चल्छन् न देख्नु भए त तपाईँ घर आएपछि मलाई कस्तो झगडा गर्नुहुन्छ जा गइ जाइने माइत भन्नुहुन्छ अब तपाईँ मन भएपछि केही गर्न सक्नुहुन्छ अबदेखि म तँलाई कहिल्यै पनि त्यस्तो भने त मेरो संसार खुसी मेरो सर्वश्रेष्ठ मेरो एकदम मेरो सबै मेरो ब्रह्माण्ड भनौँ न त्यो रहेछ यार त माइत गए त जब माइत गए नि कीमत त्यति बेला अब मान्छेलाई भइसकेपछि हुँदाखेरि खासै त्यति महत्त्व नहुँदो रहेछ जब त्यो छैन नि आफूसँग त्यति बेला महत्त्व थाहा हुने रहेछ क्या बल्ल त्यहाँदेखि त माइत गए त्यहाँदेखि तेरो महत्त्व त के चिज रहेछ भन्ने कुरा त नभए म गर्न केही पनि सक्ने रहन्छु भन्ने कुरा मैले त्यहाँबाट थाहा पाएँ क्या मेरो सब मेरो खुसी त अब कहिले पनि माइत नजाए भन्दा जानै पर्यो मलाई पनि लगेर गए एक दिन बसेर आउँला तर मलाई छोडेर जाँदैन है अबदेखि कहिले पनि त म तँलाई छोडेर जा के अरे मलाई छोडेर माइत जा कहिले पनि भन्दैन म यति लुगा धुन जान लागेको थिएँ नि त लुगा धुन जान्छु क्या मेरो ल्याउनेमा धुन्छ म धुल्छु छाड्दै ल्याउनेमा धुन्छु तपाईँ धुनुहुन्छ भने म धुन्छु म धुल्ने थिएँ म धुल्छु यति यदि आइमाईलाई खुसी बनाउनु छ भने केही काम गराउनु छ भने दुई तिनवटा कुरा तारिफ गरिदिनु अब यति भन्दा अब मजाले कपडा धोइदिन्छ अब